युरोपियन च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन 25-26 मा इङ्ग्लिस क्लब लिभरपुलले विजय सुरुवात गरेको छ। गत राति भएको चरणको पहिलो खेलमा लिभरपुलले आफ्नो घरेलु मैदानमा पाहुना टोली स्पेनको क्लब एथलेटिको म्याड्रिडलाई 3-2 ले हराएको थियो। लिभरपुलले 6 मिनेटमै 2 गोलको अग्रता दिलाए पनि 81औं मिनेटमा पुग्दा 2 गोल बराबरी भएको थियो। तर लिभरपुलले इन्जुरी समयमा गोल गर्दा स्पष्ट गोल जित निकालेको थियो। घरेलु मैदान एन्फिल्ड रङ्गशालामा भएको खेलमा लिभरपुलका लागि पहिलो गोल रोबर्टसनले गोल गरेर खाता खोलेका थिए। सुरुमा सो गोललाई आत्मघाती दिए पनि पछि रोबर्टसनकै नाममा दिएको थियो। त्यसको 2 मिनेटमै मोहम्मद सलाहले सुन्दर गोल गरेर टिमलाई 2-0 को अग्रता दिलाएको थियो। त्यसपछि दबावमा परेको एथलेटिको म्याड्रिडले खेल फर्काउन मार्कस लोरेटोले 2 गोल गरे। उनले पहिलो हाफको इन्जुरी समयमै 1 गोल गरेका थिए। त्यसपछि दोस्रो गोल 81औं मिनेटमा फेरि लोरेन्टो आफैले गोल गरेर खेल बराबरी बनाएका थिए। खेल रोमाञ्चक स्थितिमा पुगेको बेला इन्जुरी समयमा अन्तिम भूभागमा लिभरपुलले कर्नर फ्री किक पार गरेकोमा डिफेन्डर ब्राजिल भान्डाइकले हेडिङ गोल आकर्षक गोल गरेर टिमलाई 3-2 ले जित निकालेको थियो। पाहुना टोली एथलेटिको म्याड्रिडले लिभरपुलको घरमा 2 गोलले पछि परेको स्थितिमा कमब्याक गरेर पनि हार पछ्याउन सकेन। र लिभरपुल र एथलेटिको म्याड्रिडको बारेमा के कस्तो जानकारी छ र आफ्नो प्रतिक्रिया दिनुहोला।